हेलो नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो अर्को फेरि पनि आएको छ नयाँ भिडियोमा। सो आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु हैन। अनि आज चाहिँ हाम्रो खासै त्यस्तो केही नयाँ कुराहरु चाहिँ छैन र यहाँ मेरो साथमा छ मेरो बहिनी कान्छी बहिनी। सो देख्न सक्नुहुन्छ है। यस्तै यदि तपाईहरुलाई यो डान्स मन पर्यो भने प्लिज है यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ र यस्तै डान्स सिक्न सक्नुहुन्छ। कस्तो छ त डान्स, राम्रो छ हैन? हेर्नु त अझै पनि ओके, उसको डान्स त सकिसक्यो हैन। मन परेछ भने चाहिँ प्लिज कन्ट्याक्ट गर्ने होला र यस्तै डान्स सिक्नको लागि अझै हाम्रो भिडियोहरु हेर्दै गर्नु होला। उहाँले सिकाउनुहुन्छ स्टेप बाइ स्टेप। सो हेलो एभ्रीवन, इट्स मी नम्रता। त त्यही हो, आजको हाम्रो चाहिँ अब खासै केही कन्टेन्ट राम्रो पनि छैन र भिडियो पनि अब त्यही हो, हामी अब घरबाट बाहिर खासै निस्किँदा पनि निस्किँदैन। अब कहिले काहीँ निस्क्यो भने त छुट्टै कुरा, त्यति बेला भिडियोहरू बनाउँछौँ, त्यति थाहा भइहाल्छ। सो अहिले चाहिँ हामी जस्ट रुममा छौँ। सो रुम अलिकति फोहोर भएको छ र सफा गर्ने आजको भिडियो यही नै हो। अब हाम्रो रुम देख्न सक्नुहुन्छ है, हाम्रो रुमको हालत कस्तो छ। म तपाईहरुलाई देखाउँछु कि रुम चाहिँ हाम्रो दुईटा छ हैन। सो यताको रुम र यताको रुममा चाहिँ कति डिफ्रेन्स छ हेर्नुलाई त म तपाईहरुलाई देखाउँछु ल बिस्तारै। सो यो चाहिँ हाम्रो बहिनीहरुको रुम हैन, बहिनीहरुको रुम। सो यस्तो छ है, धेरै ठुलो रुम त छैन हैन, तर पनि सानो छ। तर यहाँ चाहिँ यतिको छ, राम्रै देखिरहेको छ। अब चाहिँ मेरो रुम हेर्नु है त, अब हेर्न सक्नुहुन्छ मेरो रुम। वाउ, सरप्राइज 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 सरप्राइज। मेरो रुम हेर्नु न हो साथीहरु, मेरो रुम यस्तो हुन्छ कि छोरी मान्छे घर कोठा, छोरी मान्छे छ भनेदेखि चाहिँ एकदम राम्रो हुन्छ कोठा हुन्छ नि। उफ भएको भयो हेर्दै हेर्न सक्नुहुन्छ। जस्तै मलाई मेरो रुम गाले दिने सब सामान यता त्यता नि हो, हेर्न सक्नुहुन्छ है। अब चाहिँ हामी यो रुमलाई चाहिँ सफा गर्छौँ, त्यसपछि चाहिँ म तपाईहरुलाई चाहिँ क्यामेरा सेट गर्न नि गाह्रो छ हो साथीहरु। ओके, तपाईँ चाहिँ हेर्दै गर्नु होला चाहिँ। अब म चाहिँ रुम सफा गर्न ओके साथीहरु, अब चाहिँ म रुम मिलाउन तर्फ लागे है त। क्यामेराको क्वालिटी अलिकति नराम्रो छ, तर पनि ठिकै छ है। ओके, काम चलाउ हुन्छ भनिन्छ नि, जे छ त्यसैमा खुसी हुन सक्नुपर्छ। तर म खुसी नै हुन्न, खुसी हुनै सक्दिनँ कि। ल हेर्दै गर्नु होला है। अब हेर्न सक्नुहुन्छ हाम्रो रुम कस्तो भइसक्यो, कति धेरै चेन्ज भइसक्यो। अघि देखाएको
भिडियो र अहिले ल हेर्न सक्नुहुन्छ है पुरै टोटल्ली चेन्ज भएको छ यो सफा पनि भइसक्यो अनि यो चाहिँ देख्न सक्नुहुन्छ कि म टिचिङ गर्दाखेरि त्यो टाइममा चाहिँ मैले पाएको यो मायाको चिनो हो सो सक्नुहुन्छ साथीहरू अब हामीले रुम सफा गर्छौँ त्यसपछि खाना खानुपर्ने हुन्छ पेट पूजा त गर्नुपर्ने होइन सो खानको लागि चाहिँ हाम्रो सिम्पल खानेकुराहरू छ जस्ट गुन्द्रुकको अचार दालमा अनि यो दहीलाई चाहिँ पानी थपेर सिम्पल खानेकुरा खाना पनि खाइसकेँ खाना खाइसकेपछि एकछिन चाहिँ रेस्ट गर्नु पर्ने नै हुन्छ किनभने मलाई त अल्छी लाग्छ बाहिर यस्तो गर्मी छ नि है केही गर्न सक्दैन हौ अल्छी लागेर त गर्मीले गर्दा के अनि सो एकछिन भए पनि अब रेस्ट गरेँ अब लाइन पनि थिएन मोबाइल चलाउनको लागि सो अहिले चाहिँ लाइन पनि आयो साथीहरू अब त्यसपछि चाहिँ मलाई चाहिँ यो लाइन आएपछि अलिकति के एकदम ठुलै कुराहरू पाए जस्तो फिल हुन्छ है किनभने मोबाइल चलाउन पाइन्छ के हो अन्त आफूले जस्ट इन्जोय गर्नको लागि अब टिकटकहरू छँदैछ होइन टाइम पास गर्नको लागि यस्तै यस्तै युट्युबहरू सो लाइन गयो भने त केही हेर्नु पनि पाउँदैन केही गर्नु पनि पाउँदैन मोबाइलमा चार्ज भए पनि केही हुँदैन क्या मेरो मोबाइलमा चाहिँ सो आफ्नै फोटो भिडियो पनि कति हेर्नु है सो अब चाहिँ अलिकति फ्रेस हुनु पर्छ साथी ल साथीहरू अब चाहिँ हामी त के भन्नु म अब फ्रेस हुन्छ फ्रेस भइसकेको छ अलिकति यो फेसलाई पनि यस्तो फेसलाई पनि हल्का हल्का लिपपोत गरेर राम्ररी बनाउनु पऱ्यो कि राम्ररी त्यति साह्रो राम्रो होइन जस अलिअलि ठिकै है साथीहरू अब चाहिँ म फेस वास गरिसकेँ त्यसपछि अब चाहिँ हाम्रो मेकअप स्टार्ट हुन्छ सो मैले के लगाउँछु त्यो हेर्नुलाई मसँग थाहा छ प्रोडक्टहरू केही पनि छैन त्यस्तो र जस्ट आफूलाई एडजस्ट हुने हल्का फुल्का सामानहरू छन् सो त्यही नै युज गर्छु ओके पहिला सुरुमा चाहिँ म सेरम लगाउँछु सो सेरम seram use गरेँ बाबुले मलाई यो समस्या हो सो न 1 मिनेट
स्प्रे म चाहिँ सबैले स्प्रे गर्ला हुन्छ म चाहिँ हाल्छु गर्ला हुन्छ म चाहिँ हाल्छु ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ फाइनली सक्यो साथीहरू मेरो यो मेकअप गरेर पनि अब कपाल कपाल यतिकै ठिकै छ हेर्न सक्नुहुन्छ मेरो लुक फाइनल लुक राम्रो देखिएन यस्तो ओ त्यही त हुन्छ नि त पावर अफ मेकअप के पावर अफ मेकअप अघिको फेस हेर्नु र अहिलेको फेस हेर्नु कति डिफ्रेन्स छ क्या त्यही भएर मेकअप हाल्न इम्पोर्टेन्ट छ नि त एड गर्ल्सको लागि सो त्यसैले यस्तो राम्रो थिएन मेरो मेकअप मेरो मेकअप यही नै हो मैले जानेको र मसँग भएको सामानहरू यही नै हो होइन जस्ट त्यस्तो नराम्रो त छैन तर अलिकति हल्का फुल्का आफूलाई जस्ट सेल्फ मेकअपको लागि चाहिँ राम्रो जस्ट भनौँ न आफ्नो लागि एडजस्ट हुने खालको मेकअप चाहिँ मलाई आउँछ यतिको भए पनि ठिकै छ नि त होइन सो Thanks for watching my video. Please like, comment, share and subscribe.